नमस्कार प्रिय दर्शकवृन्द, स्वागत छ तपाईहरू सबैलाई हाम्रो आफ्नै आध्यात्मिक यात्रा गर्ने मञ्च ज्ञानकुण्डमा। आजको भिडियो साधारण विषय होइन। आज हामी संसारको सबैभन्दा पुरानो, गहिरो र शक्तिशाली प्रश्नको खोजीमा निस्किनेछौँ। प्रश्न हो, म को हुँ? म को हुँ? यो प्रश्न सुन्दा सानो लाग्छ, तर जसले यो प्रश्नलाई साँचो अर्थमा जियो उसको जीवन पूर्ण रूपमा बदलियो। भारतीय आध्यात्मिक गुरु ओशोले बारम्बार यही प्रश्न उठाउनुभयो। उहाँ भन्नुहुन्थ्यो, मानिसले चन्द्रमामा पुग्यो, समुद्रको गहिराई नाप्यो, परमाणु चिर्यो, तर आफूलाई चिनेन। आज हामी त्यही यात्रामा जानेछौँ। यो भिडियो हेर्दै गर्दा म तपाईलाई आग्रह गर्छु, केवल सुन्नु होइन, अनुभव गर्नुहोस्। जब हामी जन्मिन्छौँ, हामीसँगै कुनै नाम हुँदैन, कुनै धर्म हुँदैन, कुनै जात हुँदैन, कुनै विचार हुँदैन। हामी केवल चेतना हुन्छौँ। तर बिस्तारै हामीलाई नाम दिइन्छ, हामीलाई सिकाइन्छ, तिमी केटा हौ, तिमी केटी हौ, तिमी यो समाजका हौ। बिस्तारै हामी ती सबै कुरामा म भन्न थाल्छौँ। यदि कसैले हाम्रो नाम बिगारेर बोलायो भने हामी दुखी हुन्छौँ। किन? किनकि हामीले नामलाई नै आफू बनाइसकेका छौँ। तर नाम त केवल एउटा शब्द हो। यदि भोलि तपाईँको नाम बदलियो भने के तपाईँ बदलिनुहुन्छ? होइन। त्यसो भए नाम म कसरी भयो? हामी अन्धविश्वासको आइडेन्टिटीमा बाँचिरहेका छौँ। हामी समाजको लेबललाई आफ्नै अस्तित्व सम्झिरहेका छौँ। अब गहिरो सोचौँ, के म शरीर हुँ? बचपनमा तपाईँको शरीर सानो थियो, किशोरावस्थामा बदलियो, अहिले फेरि फरक छ। शरीर हरेक सेकेन्ड परिवर्तन भइरहेको छ। वैज्ञानिकहरूले भन्छन्, केही वर्षमा शरीरका प्राय सबै कोशिका बदलिनेछन्। तर तपाईँहरूको म बदलियो। बचपनको फोटो हेर्दा पनि तपाईँ भन्नुहुन्छ, यो म हुँ। शरीर पूर्ण रूपमा बदलिएको छ, तर म उही छ। त्यसैले शरीर म होइन। शरीर एउटा घर हो, तर घरमा बस्ने व्यक्ति घर होइन। यदि शरीर होइन भने के म मन हुँ? मन भनेको विचारहरूको प्रवाह हो। एक मिनेट शान्त बस्नुहोस्, आँखा बन्द गर्नुहोस्। के भइरहेको छ? विचारहरू आइरहेका छन्, गइरहेका छन्। यदि तपाईँ मन हुनुहुन्थ्यो भने विचारलाई रोक्न सक्नु पर्थ्यो। तर तपाईँ त विचारलाई देख्न सक्नुहुन्छ। जो देख्छ ऊ देखिने वस्तु होइन, त्यसैले तपाईँ मन पनि होइन। अब भावना हेरौँ। कहिले तपाईँलाई खुसी हुनुहुन्छ, कहिले तपाईँ खुसी हुनुहुन्छ, कहिले दुखी, कहिले रिसाउनुहुन्छ, कहिले डराउनुहुन्छ। यदि भावना नै म हो भने म हरेक मिनेट बदलिनुपर्छ। तर भित्र केही स्थिर छ। भावना त आकाशमा बादल जस्तै हो, आउँछ जान्छ, तर आकाश उस्तै रहन्छ। तपाईँ आकाश हुनुहुन्छ, भावना बादल। अब सबैभन्दा गहिरो सत्य, जो शरीरलाई देख्छ, जो विचारलाई देख्छ, जो भावनालाई अनुभव गर्छ, त्यो के हो? त्यो साँची चेतना हो। साँची न जन्मिन्छ न मर्छ। साँची केवल देख्छ। जब तपाईँ रिसाउनुहुन्छ, यदि तपाईँ साँची हुनुहुन्छ भने रिसलाई हेर्न सक्नुहुन्छ। जब तपाईँ दुखी हुनुहुन्छ, यदि साँची हुनुहुन्छ भने दुःखलाई अनुभव गर्न सक्नुहुन्छ। त्यो स्थिर चेतना नै म हो। साँची कसरी जागृत गर्ने त? उत्तर हो ध्यान। ध्यान भनेको विचार रोक्नु होइन, बल्कि विचारलाई हेर्नु हो। शान्त बस्नुहोस्, सासमा ध्यान दिनुहोस्। विचार आयो भने हेर्नुहोस्, न रोक्नुहोस्, न पन्छ्याउनुहोस्। बिस्तारै विचारको शक्ति घट्छ। मौन गहिरो हुन्छ। त्यस मौनमा आफू प्रकट हुन्छ। दुःख किन हुन्छ? किनकि हामी मनसँग टाँसिन्छौँ। यदि कसैले तपाईँलाई अपमान गर्यो र तपाईँले त्यो शब्द समात्नुभयो भने दुःख हुन्छ। तर यदि तपाईँले हेर्नुभयो, यो केवल शब्द हो, ध्वनि हो, दुःख हराउँछ। दुःख अज्ञान हो, ज्ञान स्वतन्त्रता। अहङ्कार भनेको के त? म केही विशेष छु भन्ने भावना। अहङ्कार तुलना गर्छ, अरूसँग प्रतिस्पर्धा गर्छ। तर साँची तुलना गर्दैन,
अहङ्कार मनको सिर्जना हो, साँची वास्तविकता हो। जब साँची जागृत हुन्छ अहङ्कार हराउँछ। सबैभन्दा ठुलो डर मृत्यु। यदि म शरीर हुँ भने मृत्यु अन्त्य हो, तर यदि म चेतना हुँ भने शरीर बदलिन्छ, चेतना होइन। मृत्यु केवल परिवर्तन हो। जसले आफूलाई चिनेको छ उसलाई मृत्यु डर लाग्दैन। साँचो प्रेम तब हुन्छ जब तपाईँ पूर्ण हुनुहुन्छ। अधुरो व्यक्ति अर्कोलाई समात्छ, पूर्ण व्यक्ति प्रेम बाँड्छ। जब साँची जाग्छ प्रेम स्वतः बग्छ। शब्द सीमित छन्, सत्य मौनमा छ। दिनमा केही समय मौन बस्नुहोस्, फोन बन्द गर्नुहोस्, संसारबाट टाढा आफूभित्र फर्किनुहोस्। मौनमै सत्य भेटिन्छ। जब तपाईँ साँची हुनुहुन्छ जीवन खेल जस्तो लाग्छ। हार जित समान हुन्छ, असफलता सफलता समान। तपाईँ स्थिर हुनुहुन्छ। ध्यान, सचेत, साहस, विचार, निरीक्षण, भावना, स्वीकार बिस्तारै परिवर्तन हुन्छ। फेरि सोध्नुहोस् म को हो। नाम होइन, शरीर होइन, मन होइन, भावना होइन, म साँची चेतना हुँ। यो शब्द होइन, यो अनुभव हो। प्रिय दर्शकवृन्द, यदि तपाईँले आजको भिडियो मन पराउनु भयो भने लाइक, सेयर र हाम्रो च्यानल ज्ञानकुण्डलाई सब्सक्राइब गर्न नभुल्नुहोस्। कमेन्टमा लेख्नुहोस् म साँची हुँ। याद राख्नुहोस्, संसार जित्नु भन्दा ठुलो कुरा आफूलाई जित्नु हो। शान्त रहनुहोस्, सचेत रहनुहोस्, आफूलाई चिनिरहनुहोस्। नमस्कार।